जसले जे भन्यो भने कहिले पनि नर्भस चाहिँ हुनु हुँदैन कि साथीहरू। आफू जस्तो छ त्यस्तै सोच्ने गर्छ भन्दै भन्दै स्वागत गर्न चाहे हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। मेरो आजको बिहानीको सुरुवात चाहिँ यसरी भयो है। बिहानै उठेँ होइन, आँखा मिच्दै उठेर अनि म चाहिँ उठ्ने साथै फेरि कपाल हल्का कोरेर अनि बान्ने चलन छ के। फेरि कस्तो हुन्छ अब कपाल छोडेर सुत्ने गर्छु नि त म चाहिँ। अब तपाईँहरूको चाहिँ कस्तो बानी छ होइन। म चाहिँ कपाल छोड्ने अनि सुत्ने कि अलिक अब असहज हुन्छ क्या नछोडी सुत्दा चाहिँ। फेरि आजभोलि चाहिँ मेरो उठाइ ढिलो भएको छ क्या, 4 दिन छुट्टी दिएको होइन कलेजले। अब 7 बजे कहिले 8 बजे उठ्यो अनि यति बेला दाँत ब्रस गऱ्यो होइन, मुख धोयो। अलिक बानी बिग्रिएको छ क्या। अरू बेला चाहिँ म बिहानै उठ्योरी होइन 4:30 मै उठ्यो अनि हात मुख धोयो अनि क्लास गयो होइन। अनि वहाँ पनि एकदम होइन जिउ फुर्तिलो हुन्थ्यो, जाँगर लाग्दो। अहिले चाहिँ के भएको, फोन पनि म त्यत्रो बेर हेर्दिनँ होइन। बेलुका नि एकछिन पढ्यो सुति गयो, फोन पनि धेरै बेर चाहिँ हेर्दिनँ होइन। अनि र पनि निन्द्रा चाहिँ के छिटो लाग्छ के। अनि नभन्दै छिटो गरेर सुतिदियो। कहिले चाहिँ 10 बजे 11 बजे बिउजिन्छु। कहिले चाहिँ त्यत्तिकै हुन्छ क्या। अनि एकैचोटि बिहान सपना देख्दै गरेको हुन्छु कि कहाँ पुगेको हुन्छ है। माइ गड यस्तो ठाउँमा पुगेँ कि भन्ने हुन्छ। अनि बिहान उठ्दा चाहिँ ओछ्यानमा कि आफै मक्क परिरहेको हुन्छु कि म चाहिँ। अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्छ होइन मेरो भ्लगहरू। म खासै एडिट गर्न चाहिँ आउँदैन, बनाउन पनि आउँदैन के। अब जस्तो आउँछ त्यस्तै देखाउँछु होइन। जस्तो आयो त्यस्तै प्रस्तुत गरेँ भन्ने जस्तै हो मेरो चाहिँ। अनि मलाई चाहिँ यो भ्लगहरू बनाउन चाहिँ आफैकै त्यत्तिकै अब अरूले बनाएको देख्दा बनाऊ लाग्ने कि। त्यही भएर स्टार्ट गरेको होइन। हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला, फुल वाच गरिदिनु होला। बट म चाहिँ मुखहरू धोइसकेर अनि ममले खोले पकाउनु है भन्नुभएको थियो। मामु चाहिँ बिहानै घाँस काट्नु जानु भइरहेको थियो क्या। कहिले म जान्छु कहिले मामु जानुहुन्छ। अनि आगो फुकेर खोले पकाएँ। पहिला चाहिँ मैले हाम्रो गाई छ अनि के अरे बाख्रा छ अनि एउटा पाडा छ नि त, त्यसको लागि खोले चाहिन्छ। सुँगुर चारो चाहिँ मैले लगाउनु होला भनेर वास्तै गरिनँ कि। गाउँघरमा त्यही त हो, हतपति आगो बलेको थिएन। अनि क्यामेरा तिर्साउँदै भए पनि म चाहिँ काम गर्न छोडेको थिइनँ। अनि यता हाम्रो फेरि कुखुराहरू पनि निकालेको थिएन, यिनीहरूलाई निकालेर मैले चाहिँ चारोहरू दिएँ ओरेँ। अनि त्यसपछि खाना पनि बसाउनु पऱ्यो नि त, मामुले खाना पकाउनु भन्नुभएको थियो। अब मामु गलेर आएको हुन्छ नि त, अनि रेडी त गरिराख्नु पऱ्यो। भरे अब घरमा बसेर पनि त्यति गरिएन भने त के काम भनेर म चाहिँ हतार होइन खाना बसाउनुतिर लागेँ। हामी चाहिँ 2जनाको जन्म सानो एउटा भाँडा छ होइन, त्यसमा बसाएर अनि मजाले चाहिँ देखेको छैन होइन। अब क्यामेरा पक्रिदिने मान्छे पनि थिएन, आफै बनाएको होइन। यस्तो त छ। अनि मेरो पुन्टेलाई पनि चारै दिएको थिएन। हेर्नुहोस् त साथीहरू, तपाईँहरूलाई देखाउँदै मेरो पुन्टे त कत्रो भयो। यता अर्को पुन्टे छ। नभन्दै मलाई चाहिँ आन्टीले बोलाउनु भएको थियो, किन रहेछ भनेर गएको। यता आन्टीको 2टा पुन्टे पनि चारो खाँदै थियो। अनि आन्टीकोमा गएँ, यसो गएको त आन्टीले त भित्ताको सबै घाँस काट कान्छी भन्नुभयो। मेरो पालि सब काटेर मेरो पालि एक डोको बनाएर लिएर आएँ। मम्मीले जहिले कति ढिलो गर्छस् भन्दै आज चाहिँ एक भारी घाँस लिएर जाँदा त मम्मी त त्यत्तिकै खुसी। नभन्दै हामी चाहिँ आन्टीहरूकै फेरि दाउरा काट्ने खेताला भनेको थियो। अनि म र नाना चाहिँ गयौँ खुकुरी बोकेर। अनि आन्टीसँग फेरि ओह्रालो झऱ्यौँ। घाम यस्तो लागिरहेको थियो नि, यस्तो होइन भनेरै साध्य थिएन। यो चाहिँ किन यस्तो लामो काटेको भन्नुहुन्छ होला, ठुल्ठुलोहरू पनि काटेको छु। यो चाहिँ के को लागि भने ट्र्याक्टरमा लाएर ल्याउने भनेर के। लामो बनाएर यत्रो खुकुरी थियो। अनि यता मामुले चाहिँ चिर्नु हुँदै थियो नसकेर होइन। अनि हामी चाहिँ चिरिसकेर हतार फेरि चारो पनि खोज्यौँ सुँगुरलाई। नभन्दै आएर हामी चाहिँ मिठो खाजा खायौँ। बाई साथीहरू।